बाई बाई कहाँ छौ हामी अन्त ड्राई स्लाइड चाहिँ कहाँ हो चोट लाग्यो तिमी यस्तो तपाईको साथीको रहेछ तपाईको मित रहेछ मित गाइस हामी हेपेले आएको थियौँ कि तर यहाँ यस्तो भिड आज न्यू इयरले गर्दा होला आमा पार्किङ गर्ने ठाउँ पनि छैन हेर्नु न त यहाँनिर यस्तो भिड पछाडि लाइन लागिरहेको छ यहाँ हामी यसरी छौँ बाटोमा पर्खिरहेको छौँ अब कहाँ राख्नु स्कुटी गर्ने मान्छेको आयो डर लाग्यो यस्तो भिड हाम्रो च्यात्नु दुईजना च्यातेर होस् धन्यवाद हामी छिर्यौँ वाउ हो यहाँ एकछिन बस्नु पऱ्यो हो हावा हावा आयो हावा आयो हावा यहीँ बसिरहनु बाहिर नजाउँ 200 वसुल गऱ्यो नि यहाँ फ्यानमा हेर्नु गाई सबजना कस्तो बनेर आएको छ म चाहिँ चप्पलमा आएको छु है मेरो बेबी पनि बनिएर आएको छ है म चप्पल टोइलेट जाने चप्पल म जहिले यस्तै हो ल टोइलेट जाने चप्पल लाएर आएको छु गाइज म चाहिँ है ल हामी यहाँ फाइनली आइपुग्यौँ अब हामी हिँड्दैछौँ बाटोमा है ओ भाइ वैशाख 1 गते आमामामा खै बेरोजगारी मात्र रहेछ लास्टै गर्मी भएको अवस्था हामी यहाँनिर कोक र पानी किन्दैछौँ मिसी त्यो चाहिँ कोका कोला र दिदीको दोकानमा यहाँ खानु लन्डनको वाटर पार्क होइन यो लन्डनको वाटर पार्क होइन लास्टै गर्मी बेहोस हुन्छ यो गर्मीमा चाहिँ अनुहार हेर्न अनुहार आमामामामामामा भिड बेहोस हुने भिड छ यहाँनिर कहाँ छौ हामी अन्त ड्राई स्लाइड चाहिँ कहाँ हो 0.5 पर गर्नुपर्छ क्या ड्राई स्लाइड यहाँ होइन होला नि त फेरि केटा ऊ ताजमहल छ हाम्रो नेपालमा पनि ताजमहल बनेको छ यो शाहजहानले बनाएको होइन यो मेरो बेबीले बनाएको ताजमहल मेरो लागि मैले सार्दैको यहाँ सार्दैको हामी मैले बेबीलाई गोवा लाने होइन के अरे काँक्रा लानु सकिन थियो अरे यहीँ बजेट कम भएर यहीँ लिएर आएको मैले हेर मान्छेहरू ताजमहल हेर ताजमहल छ यहाँ पानी महल छ यहाँ मान्छे महल छ हामी हिँड्ने महल छ यहाँनिर घाममा हिँड्नु परिरहेछ गर्मीमा मान्छे बेहोस खुल्दैन त मेरो माइक झरेर भरे हुन्छ मार्छ मान्छेले मलाई उयो हाम्रो नेपालमा रोटेपिङ पनि छ हाम्रो नेपालमा फुल पनि छ हाम्रो नेपालमा यस्तो राम्री र राम्रे पनि छ म चाहिँ राम्रै छुइनँ किन घुमेको यहाँ त केही छैन रहेछ त ताजमहल घुमाएको घुमिसके मान्छेको भिड यहाँ मान्छेको भिड मात्रै छ केही छैन यस्तो गर्मीमा आमामामा बेहोस हुने भिड छ एक्सक्युज मी अब यसरी नै अरे ल भ्लग गर्दा नि हात दुख्दो रहेछ पुरा घरमा सुत्ने बेला प्र्याक्टिस गर मोबाइल पक्रियो नि स्विमिङ गर्ने यता चाहिँ जानुपर्छ उता चाहिँ होला क्या त्यो ड्राई स्लाइड पल्लोपट्टि घुम्नु अन्त यता पनि मान्छे कति धेरै रक्सी खाएर आएको रहेछ गनायो नाक्नै गनायो रक्सी खाएर यस्तो मेला बजारमा हिँड्दाखेरि प्लिज मदिरा सेवापान नगरिदिनु होला गाइस म भन्नु चाहन्छु लास्टै गनाउँदा भनेको माथि हाम्रो नेपालमा टिकटक बनाउने ठाउँ पनि छ यसरी बेहोस हान्छ दुख्ने रहेछ पुरा रेकर्ड चाहिँ भइरहेछ पिचक बनाएको रहेछ यहाँ गरिदिनु यस्तो घर आएर पालेर यस्तो चाहिँ खासमा नगर्नु पर्ने हो गरेको फेरि हेर न त्यहाँ घरपट्टि छ नि
म सक्दैन बनाइ यस्तै गर्छ यस्तो गर्छ अनि के भ्लगर हो यो त्यो गर्ने भ्लगर हुन्छ एकछिन यो बाँध म मान्दिनँ गर्नु त स्लो गरेर गर्नु यहाँ बाँधिदिँदैछ दाइले यहाँ उयो पनि छ हामी नेपालमा हरिण पनि पाउँछौ यसको मासु खान्छ नि मान्छेले त मृग हौ त्यो ए हरिण जस्तो त अनुहार त तपाईँको त्यस्तै छ त त्यस्तो राम्रो छ उफ बोला फ्युचरको हाउस सेलरोटी पाइन्छ यहाँ सेलरोटी चिया के पाइन्छ अझै के हो यो आलु आलु फ्राई सबै पाइने रहेछ त बच्चा दुख्दैछ यहाँनिर बच्चाको झगडा हुँदैछ ए हाम्रो यस्तो नेपालमा हाम्रो यो हाम्रो अर्ग्यानिक टोकली हाउस टाढै घर भन्छ यसलाई हाम्रो नेपालको सार हाम्रो नेपालको हाउडे नबोला न फलामै छ कि अर्ग्यानिक होइन के डिजाइन यस्तो हो नि त टाढै घरै हो नि त खासमा यो यता दाजु ओरेन्ज जुस सरी ओरेन्ज जुस हो के हो के थियो यो एक्सट्रिम खाँदैछ एक्सट्रिम यहाँ अनि सेलरोटी बहिनीले सेलरोटी बेच्ने रहेछ यता जुन यता बाटै छैन निस्किने छ त ए बच्चाहरू खेल्दैछ बच्चा लिएर आउनु पर्ने रहेछ तर के गर्नु हाम्रो बच्चा छैन एउटा बच्चा छ काठमाडौँमा अब त्यो पनि आउने बेला मिनी जूमा बाँदर छ है अब म के छ मिनी जूमा हेर्नु यहाँ चाहिँ तिम्रो ट्याक्कै तिम्रो बहिनी छ हेर त तिमी यस्तो तपाईँको साथीको रहेछ तपाईँको मित रहेछ मित ऊ डल पनि रहेछ एउटा त्यो पञ्चको दिदी हो क्या त्यो खरायो पनि रहेछ खरायो त के पालेको बाँदर त खरायो चाहिँ किन पालेको छ यसरी यस्तो दुःख त यस्तो गर्नु हुँदैन खासमा मान्छे भएर हामीले खोजेको ठाउँ नै दामी डकर आयो भने हामीले खोजेको ठाउँ नै आएको रहेछ नि ऊ हाम्रो नेपालमा ठुलो ठुलो पहाड पनि छ जस्तै पहाडको माथि उयो पनि छ रहेछ ऊ हाम्रो नेपालमा उयो पनि छ झन्डा ए होइन पङ्की छ अनि के भन्छ हेलिकप्टर छ अनि हाम्रो नेपालमा मान्छे छ तरुनी मान्छेहरू केटाहरू केटीहरू सबै छ तर म त अनि कहाँ छ त्यो ड्राई स्लाइड चाहिँ कता बनाएको यो त होइन होला ए ऊ तलपट्टि हो को पुग्छ अनि यो चाहिँ फेरि हो र आउँदैछ जस्तो लाग्यो मलाई यहाँनिर हेर्न बोट बिरुवालाई बर्बाद पारेको चाहिँ नाम लेखेर यस्तो किन यस्तो गरेको नि यो R+B को B+S को सबको ब्रेकअप हो सबको लेखेको सबको ब्रेकअप हो बिरुवालाई दुःख दिने सबको ब्रेकअप हो साँच्ची भनेको सबको हाम्रो भाइ भिडियो हेर्दैछ भने तिमीहरू लेख्ने मान्छेले भिडियो हेर्दैछ भने तिमीहरू ब्रेकअप यहाँ शीतल देखेछन् त फाइनली हामीले खोजेको ठाउँ चाहिँ आइपुग्यौँ तर कहाँदेखि जाने हो जान्छ होइन त के थियो हामीले खोजेको ठाउँ देख्दैन कता गरेर खेल्नु दिँदैन क्या हो मासु त हिँड्दैछौँ हामीले खोजेको ठाउँ चाहिँ यहाँ छ अलिक यो कम्प्लिट भएको रहेन रहेछ बच्चाहरू चाहिँ खेल्दो रहेछ मान्छे त सब यो छ नि लामो त्यसमा ऊ बच्चाहरू पनि खेल्ने रहेछ हेर्नु यस्तो सर्प जस्तो त त्यो हामीले खोजेको ठाउँ होइन हामी चाहिँ बिचल्ली भएर बसिरहेको छौँ म कपालमा पानी लाउँछु पक्क भन्नु गएँ अनि अब मलाई चाहिँ मन पर्दैन एक्सट्रिमहरू उता दाजुले मुख धुँदै हुनुहुन्छ गर्ने भयो अरे मेरो कोक कहाँ पुऱ्याइदिनु नि कतै खेलौँ भनेको खोइ खेल्नु पाउँदैन जस्तो लागिरहेको आजको दिन नै खेल्नु दिनुपर्ने हो नि त खासमा यहाँ के बिग्रेको छ कि सबै धुलो खुट्टामा आयो यहाँ बहिनी खेल्दैछ लास्टै गर्नु भइसक्यो मलाई चाहिँ पुरा कहाँ जानु यस्तो गर्नु अब खेलाएको भए त खेल्थ्यौँ नि हामी गएर यो उयो त नि अब हामी चाहिँ खेल्नु जानु लागेको छौँ तर अब यहाँबाट लड्यो भने चाहिँ मेरो 32 दाँत जान्छ होइन 40 गरेर दाँत जान्छ काउन्टर चाहिँ उयो हो क्या यहाँ ट्रेन पनि कुद्छ कि के हो त्यो त पट्री होइन मान्छे नि होइन उयो छ नि टिकट घर यहाँ छ यहाँ पनि टिकट काट्नु पर्ने अनि टिकट मात्रै होला नि अब हामी यहाँ ट्रेनको पटरीमा हिँड्छौँ है यसरी
ट्रेनको पट्टीमा त फेरि उता गलगलैमा त हगेको हुन्छ नि फेरि पुरै गुनेको हुन्छ नि उता हुन्छ त त्यहाँ त यो चाहिँ नेपालको सफाइ रहेछ यहाँ त नेपालको पुरा सफा छ लास्ट गर्मीमा कसम वर्षैभरि गर्मी लाग्छ मलाई अब फिनल्यान्ड टिकट काउन्टर कता दिदी हुनु कता हामी टिकट काट्नु सोध्नु गएको यहाँनिर खासमा टिकटै काट्नुपर्छ कि पर्दैन आऊ भन्नु लड्यो के केसको टिकट छ यहाँ ए स्लाइडको चाहिँ कसरी स्लाइडको दिनु न। हामी टिकट गऱ्यौँ दुईटा अब हामी त्यो स्लाइडमा चढ्ने गाइस दाजुले टिकट काट्दै त्यो कता जाने कताबाट हो ए भर्याङ चढ्नु भने टिकट दियो पानी खान्छु पानी छ यस्तो गर्मीमा गाइस स्टे हाइड्रेटै पानी पिकअपै गर्नु न त बेहोस हुन्छ मैले तपाईँहरूको साथी पाएँ साथी किङकङ ओ हाम्रो टिकट पायो हामीले यो फर्स्ट टाइम यसरी भ्लग गरेको के गाइस धेरै हल्ले भने नरिसाउनु होला किनकि मलाई भ्लग गर्न आउँदैन मैले बल्ल सिकेको हो होइन आज लामो भ्लग चाहिँ आज हाम्रो यही होला मेरो चाहिँ कसम भनेको हात गलिसक्यो यो फोन हात गलिसक्यो पुरा अनि गर्मी बि लास्टै गर्मीमा कसम त्यो चढ्नुभन्दा अगाडि पानी टन्नै खायो पिसा पायो भने भरे धारा डर लागेर पिसा पायो भने सो अब हामी यहाँ कसो अरे ए माथि कसरी चढ्नु मान्छे रहेछ कहिले पाले आउने हो अनि अड्के त अन्त त चिप्लेन त अनि त्यसको त अनि अड्के त्यो मान्छे त 100 रुपियाँ मजाले चिप्लिँदैन रहेछ अनि अड्के त्यो मान्छे त कहाँ जानुपर्ने रहेछ माथि चित्रमा यता ऊ के अरे के सबै छ यता हो यहाँ हाम्रो झापामा हाम्रो नेपालमा है एउटै ठाउँ सबै छ एउटै ठाउँमा हेर्नु यहाँ अक्टोपस पनि छ जिपलाइन पनि छ परी पनि छ यहाँ यो के हो यो गुर्किने ठाउँ पनि छ पहाड पनि छ घाम पनि छ पानी पनि छ उफ सबै थोक छ यहाँनिर कले गुर्किने जाने अब हामी जानु गयो भने त हामी त आधीमा अड्किन्छौँ होला हौ जानु त्यहाँ चाहिँ अड्किँदो रहेछ अलिकति सिङ्गल जानुपर्छ होला नि किनकि हेर्न दुईजना गयो भने त हामी त उहीँ अड्किन्छौँ त अनि 60 किलो र 70 किलो मिस भयो नि त अनि अब हामी माथि जानु आँटेको हामी ए मान्छे त्यसरी एक जना लिँदै जानुपर्ने रहेछ अनि यस्तो सिस्टम गर्नुपर्ने क्या अब यिनीहरूले धेरै बनाउनु पर्ने धेरै पनि धेरै होइन अनि तान्नु लगेर दोरीमा हुन्छ नि उयो लिस्ट तरिकाको हुन्छ नि त्यस्तो गर्नुपर्ने हो क्या मलाई यो पो खेल्नु क्या यो बच्चाको पनि रहेछ अब हामी सेडी चढेको है यस जान अरे गाइस कनेक्सन अफ गर्छु म सक्दिनँ अब म चाहिँ चढ्दैछु माथि आइसक्यो गर्मी भयो म त गले पनि यहाँबाट अझै यता जानुपर्ने अब आइपुग्नु कति धेरै मान्छे हो यहाँ मलाई यो चाहिँ मन परेन गाइस मान्छे यहाँनिर टिकट लिएर बसिरहेको होला सबैजना है अनि त्यो खेल्ने चाहिँ उहाँ पर्छ अब कसले ल्याउने त्यो त्यहाँदेखि अनि हामी यतिकै बसिरहेको छौँ यहाँनिर खेलाउने मान्छे छैन कसले खेलाउने कसले खेल्छ यहाँनिर यो चाहिँ राम्रो लागेन है सिस्टम किनकि यो आफै दिन जाने हो होइन टिकट चाहिँ काट्नु रे मान्छे चाहिँ यहाँ छैन अरे खेलाउने चाहिँ कसले खेलाउने अन्त अब हामी जानु लिनु लागि त्यो अब होइन नि चेन रहेछ नि हो नि तान्ने रहेछ नि तान्ने हो क्या त्यो उताबाट झुम्नु आउँछ होइन मलाई मन परेन यो सिस्टम अब ए हेप्पील्यान्डको यो एउटा खराबी यो निस्क्यो पैसा चाहिँ टिकट चाहिँ काट्ने
खेलाउने मान्छे खेलाउने मान्छे नभएर त्यो उता त कसले ल्याउने त्यो आफै ल्याएर भएन म त 5 चोटि खेल्छु नि फेरि ल्याउँदै खेल्दै ल्याउँदै खेल्ने आफै ल्याउने सिस्टम हो त म त खेलेको खेले गर्छु नि कुन ठुलो कुरा त्यहाँदेखि यहाँ आउनु होइन म त खेलेको खेले गर्ने आफै ल्याएर खेल्ने हो भने त मलाई राउ जाम न होइन आफै आउँदा चाहिँ आफै के आउँछ मलाई चाहिँ अब रिसिँदै ल अब जान लाग्यो तिमी सुरुमा जाऊ ल क्यान्सी हाम्रो मिस जान लाग्नुभयो नडराइ जाऊ है मम्मी छिटै जाई ल बाई बाई Let's go. उत्रियो अरे उसको रोकियो क्या हो स्लो भयो वाह कसरी लड्यौ ए पकेट ला चोट लाग्यो बिचरा बिजोग कति हजारको चुना लाग्यो ड्राई स्लाइडको एक्सपिरियन्स नराम्रो भयो तिमी त अनि यस्तो मागिँदै थियौ त टाउकोमा चाहिँ लागेन सक्यो ड्राई स्लाइड पनि सक्यो गाइस डुप्लिकेट पेरिस हेर्ने नेपालमा प्यारिस पनि छ हौ डुप्लिकेट एफेल टावर है यो चाहिँ अलिकति उयो छ होइन कमजोर छ तर डुप्लिकेट अलिकति उयो कुखुराको घर पनि छ कुखुरा होइन चराको गुड कुखुराको घर रे चराको घर पनि छ कोलम्बसमा खेल्न पाएनौँ गाइस हेरेन भेट यत्रो बेर गर्नु परेर मान्छेको पसिना गनाएर फेरि बसिसक्नु छैन भेटमा पनि त्यही भएर अब हामी एकचोटि रोटेपिङ ट्राई गर्नु गइरहेको छौँ हाम्रो टिकट खेर जाँदैछ होइन यसमा त हुँदैन नि कोलम्बसमा मात्र हुन्छ हुँदैन टिकट काउन्टर सोधौँ न एकचोटि यो बाहिरको टिकटले हुन्छ कि हुँदैन र हुन्छ भने त चढौँ न मान्छे सबै चढ्दा भन्नु भइसकेर भन्दा हुन्छ भन्नु आँटेको थिएँ कि भन्नु आँटेको थिएँ मैले यसो भन्नु आँटेको थिएँ कि हिलो छ भन्नु यहाँ पानीको बोतल चाहिँ यस्तै भयो हिलो टेक्यो मजाले मैले हिलो छ भनेर भन्छ भन्छ टेकिसकेर भनेर हुन्छ अझ भन्नु लागेको थियो अरे खालि भन्नु लागेको थियो मात्र भन्छ प्लेन पनि हो खालि खेल्नु पाउँछ कि पाउँदैन गल्यो म त पुरा अब घर जाने गर्मी पनि भयो गल्यो पुरा भोक लाग्यो अलिअलि लाग्छ अघि त्यत्रो भात खाएको बस्छु मलाई त लागेको छैन मलाई त पेट लागिरहेछ भोक लागेको अब हामी कोलम्बस खेल्न पाएनौँ
रोटेपिङ ट्राई गर्छौँ। रोटेपिङ पनि खेल्न पाएन भने हामी बाहिर निस्किन्छौँ अब। चटपटे खानु लाग्यो चटपटे भाइ चटपटे बनाएको नि सुक्खा धेरै सुक्खा होइन भाइ पसिना गाई क्या छोड्ने भाइ 50 चटपटे यति महँगो भिडभाडमा यस्तै हो मेलामा यस्तै हो मैले सोचेको 30 रुपियाँ हो भनेर म 50 रुपियाँको दिएको थिएँ 20 रुपियाँ फिर्ता दिनु भन्न आँटेको थिएँ कि त्यसको बा चाहिँ 50 हाल्यो रोटेपिङमा मान्छे हेर्ने खेल्नु त पाइने होइन रोटेपिङमा त्यस्तै भिड छ मलाई थाहा भइसक्यो हात्तीको उयो हात्तीको उयो के कुचार हात्तीको कुचार फ्लप रहेछ गाइस फ्लप रहेछ फ्लप देखाउनु माथि रोटेपिङ र कोलम्बस त खेल्नु पाएन कि मजाले नाच्यो अरे बाटोमा नाच्दै अब खेल्नु त पाएन कि हजुर अब निस्किने होइन अब गर्नु त के धेरै गर्नु यस्तो गऱ्यो भने अरू भन्दा नि मान्छे बनाएर चाहिँ बियोस् तुमलाई यहाँनिर गर्मी त्यस्तो कमसेकम पब्लिक प्लेसमा आउँदा अलिकति नुहाएर आउनुपर्छ अलिकति बाथरुम लाएर आउनुपर्छ पसेर पसेर बाहिर नुहाउँछ हौ चटपटेको थियो नि त्यो उयो हो त्यो रहेछ क्या अनि बिहोस भन्ने मात्रै फ्याँक्दै चटपटे मैले चटपटेको त्यो जेमा चटपटे खाँदै थियो नि हो त के गनाएको सिनो गनाएको फ्याँक्दै मैले सबै हाम्रो नेपालमा छ नेपाल नेपाल यहाँ छ नेपाल नेपालको तल पानी भरेर खाँदैछौँ गाई भित्र पानी खान नपाएर चिसो यहाँले कोड लेखेको छ पाउँछै भने यो सफा गऱ्यो भने त्यसमा पनि मिरर देख्ने रहेछ नि मजाले गर्न पर्छ यस्तो गर्नुभएको छ नि मैले यसो अनुमान गरेको होइन अनि आज 3000 जति मान्छे छ यो भित्र 200 रुपियाँ टिकट रे एन्ट्री मात्र 6 लाखको भयो यहाँनिर मेरो अनुमानमा अब सोच्नुहोस् खेलेको हामीले अघि ड्राइभ स्लाइड खेलेको 200 रुपियाँ तिर्यौँ दुईजनाको त्यस्तो त कतिजना तिरेर खेलिहाल्छ रोटेपिङ र उयो कोलम्बस खेल्नु नपाएर अरू कुरा खेल्नु पर्छ चिसो छ र अब हामी चाहिँ बाहिर निस्केको चिसो पानी बल्ल खानु पाएन This is the exit guys. खेल्नु पायो न रोटेपिङ खेल्नु पायो न ट्रेन खेल्नु पायो चस्मा फुट्यो त्यसमा पुरो त्यही माथि खुट्टा हिलोमा छिरो अचम्म भयो आज खेल्नु चाहिँ केही पनि पाइएन ड्राइभ साइड खेल्यो
ट्राइसाइड खेल्दाखेरि चस्मा फुटायो एउटाले आएर टाउकोमा चोट लाग्यो। मेरो चाहिँ खुट्टा यो टोइलेट जाने चप्पल लगाएर हिलोमा पस्यो। अनि अब यो चाहिँ बाहिर जाने ढोका। अब एक्जिट भएको 200 रुपियाँ वसुल भयो भएन होइन नि फेर गयो 200 रुपियाँ खेर गयो अब खेरै गयो पनि के गर्नु अब न्यु इयरको बेलामा यस्तै अनि भिडभाड आउनेको भिड पनि त्यति नै छ घर फर्किनेको भिड पनि त्यति नै छ है। अब अघि चस्मा भाँच्यो यहाँ 100 रुपियाँको चस्मा किन्न आएको चाहिँ कति भन्छ यो पो खतरा छ नहेरिकन ल्याउ न। उयो लाम्चो अन्त उयो ऱ्याबन माथिको उनीहरू हो त्यो यताको त्यो लगाउँदैन यता हेर अन्तले लाग्यो जस्तो लाग्यो कालो चस्मा त्यस्तै त हो होइन अलिक पातलोवाला बेडवाला छैन चस्मा किनेन मन परेन उसलाई मन परेन भने त्यो महँगो भनेको त्यसलाई अब त्यो कहाँ त्यस्तो त्यो हाउमा लाउनु लागि मैले एकछिन लाउनुको लागि त्यत्रो उयो नगर एकछिन लाउनु मात्रै हो अब चाहिँ फाइनली फर्केको है हामी यता हेर मेरो आँखा अब जान्छ नि त हौ अनि 350 तिरेरै लगाऊ न 320 मा दिन्छु भन्दै राम 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 यस्तो बाटो जाम पछाडि पुरा मान्छे हेर्नु त पछाडि मान्छे यस्तो जाम खतरनाक जाम लागेको छ उतादेखि जाम लागेको छ यहाँबाट यहाँसम्म ए होइन अङ्कललाई जान्थ्यौ न पहिले जान्छु म अडिन्छु नि त लिएर यसरी जाँदैछ हामी यसरी निस्किँदैछौँ जबरजस्ती निस्केका हामी यो चाहिँ डर लागिसक्यो मलाई चाहिँ बाटो देखेर